हेर्नुहोस् है, मैले चाहिँ अस्ति डे 4 को भिडियो चाहिँ यसरी हालेँ मैले फुल भिडियो होइन एउटा सो हेलो गाइज, नमस्ते सम्पूर्णलाई मेरो डे 6 को भिडियोमा तपाईँ सम्पूर्णलाई स्वागत तथा न्यानो अभिवादन गरिहालेँ। आज डे 6 को भिडियोमा चाहिँ म जुरुक्क उठेर यतातिर आएँ पसलतिर अनि यसो हेरेँ, यहाँ चाहिँ सामान सकिएको रहेछ अनि मैले यहाँ चाहिँ प्याक गरेँ। यसलाई चाहिँ यसरी खोलेर प्याक गरेँ अनि प्याक गर्दा गर्दा अनलाइनमा अर्डर आएछ अनि यता अर्डर आएछ। यो अर्डर हेरेँ मैले, यो अर्डरलाई एक्सेप्ट गरेँ। यहाँ चाहिँ 3वटा आइटम आएको रहेछ, एउटा आइस अनि 2टा बोतल अनि म चाहिँ 2टा बोतल लिन हिँडेँ। यताबाट गएर यता गएँ, त्यहाँ छ बोतल चाहिँ, त्यहाँबाट गएँ म यहाँ यता आएर बोतल लिन आयो अनि मैले चाहिँ त्यो अर्डरको 2टा बोतल कस्टमरको लिएर आएँ अनि यता आएर यताबाट आएर म चाहिँ त्यो प्याक गर्न लाएँ। मैले प्याक गर्न लाएर प्लास्टिक निकालेँ अनि प्लास्टिकमा यसो हालेँ। मैले यो हाल्दै थिएँ हो अनि यो नसकिँदै एउटा कस्टमर आएछ अनि कस्टमरलाई मैले यो बेचेँ सामान। कस्टमर अर्को लिन गएको थियो, फेरि आएर सबै स्क्यान गरेर मैले चाहिँ पहिलो कस्टमर उहाँ नै हुनुहुन्थ्यो आजको, उहाँलाई नै मैले पहिलोचोटि बेचेँ। यसरी उहाँले पछि कार्डबाटै टेक्नोलोजी गरेर पेमेन्ट गर्नुभयो अनि यसरी पेमेन्ट भयो। त्यहाँदेखि चाहिँ मेरो अर्डर पुरा भएको थिएन, एउटा आइस पनि थियो अनि यता आइस लिन आएँ म। यहाँबाट आइस निकालेँ मैले टक्क लाएर होइन, कति चिसो चिसो बिहान बिहान है, कति चिसो रहेछ आइस त, अच्छो चिसो। हात कति चिसो आइस, हातै कक्रियो भनेको हात अनि यो बोकेर हिँडेँ म अनि यता चाहिँ मैले हालेँ, मैले सबै आइटम हालेँ, प्लास्टिकमा प्याक गरेँ अनि अहिले एकैछिनमा ड्राइभर लिन आउँछ अनि ड्राइभर दिनुपर्छ अनि अल्छी लाग्यो, के गर्ने भयो है। एकैछिन टेबलमा बसेँ अनि बस्दै गर्दा ड्राइभर पनि आइहाल्छ अर्डर लिनलाई, पिकअप गर्नलाई। Hello, how are you? Good. You can start trip. Yes, I'm alone here. Yeah, this is your order. Sure. Head to your drop-off. अनि Okay. यो अर्डर पनि दिएँ अनि म चाहिँ यसो फेसबुक चेक गरेँ अनि यो फेसबुकको चाहिँ मैले एउटा केही बुझेन कि साथीहरू, यो चाहिँ किन हुन्छ, तपाईँहरू बुझ्नेहरूलाई जानकारी दिनु होला मलाई कमेन्टमा। यहाँ हेर्नुहोस् है, मैले चाहिँ अस्ति डे 4 को भिडियो चाहिँ यसरी हालेँ मैले फुल भिडियो होइन, एउटा मात्र सर्लक्क हालेँ अनि पछि चाहिँ फेसबुक आफैले यहाँ हेर्नुहोस् न पार्ट 1 पार्ट 2 भनेर आफै अटोमेटिक अपडेट भयो कि अपलोड भयो कि। यो किन भयो होला साथीहरू, तपाईँहरूलाई थाहा छ भने मलाई भनिदिनु होला, कमेन्ट गरिदिनु होला। मलाई चाहिँ थाहा भयो कि यहाँ हेर्नु न कति धेरै छ एउटै अनि भ्युज पनि छैन। हेर्नु न, यही भएर हो कि मेरो त भ्युज पनि नआएको। हेर्नु न, तपाईँहरूले थाहा हुनेहरूले मलाई यसो कमेन्टमा जानकारी दिनु होला है त साथीहरू। यस्तो चाहिँ खै किन हुन्छ होला, मलाई केही पत्तै भएन, कस्तो के हो खै पत्तै भएन। तपाईँहरू थाहा हुनेहरूले मलाई जानकारी गराइदिनु भयो भने धेरै खुसी हुने थिएँ। ल त साथीहरू, अब धेरै मोबाइल चलाउन मिल्दैन, धेरै मोबाइल चलाएको देख्यो भने फेरि त्यही हो, गाली खानुपर्छ, परदेशमा यस्तै त हो नि। ल त साथीहरू, अब अर्को भिडियोमा भेट्ने बाचाको साथ आजको भिडियोबाट चाहिँ बिदा लिन चाहेँ मैले है। तपाईँहरू सम्पूर्ण नमस्ते, तपाईँहरूको शुभ दिन, बाई बाई।